स्टुअर्ट लको जीवनी। नेपालको मुख्य प्रशिक्षक। नाम स्टुअर्ट ग्रान्ट ल। जन्ममिति 18 अक्टोबर 1968। जन्मस्थान हर्स्टन, क्वीन्सल्यान्ड, अस्ट्रेलिया। हालको पद नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक 2025 देखि। खेल जीवन सल्फ। स्टुअर्ट ल एक सफल अस्ट्रेलियाली दाहिने हाते ब्याट्सम्यान थिए जसले सन् 1994 देखि 1989 सम्म अस्ट्रेलियाबाट 1 टेस्ट र 54 एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई खेल खेलेका थिए। उनले आफ्नो एकमात्र टेस्ट खेल श्रीलङ्का विरुद्ध खेल्दा नट आउट 54 रन बनाएका थिए। उनी सन् 1996 को क्रिकेट विश्वकपमा उपविजेता बनेको अस्ट्रेलियाली टोलीका सदस्य थिए। घरेलु क्रिकेटमा उनले क्वीन्सल्यान्डलाई 5 पटक सेफिल्ड शिल्ड जिताएका थिए र 2 पटक एकदिवसीय उपाधि जिताएका थिए। उनी इङ्ल्यान्डको काउन्टी क्रिकेटमा एसेक्स, ल्यान्कासायर र डर्बीशायरबाट पनि खेलेका थिए। प्रशिक्षकको जीवन। खेल जीवनपछि स्टुअर्ट लले विश्वभर विभिन्न राष्ट्रिय र घरेलु टोलीहरूलाई प्रशिक्षण दिएका छन्। श्रीलंका सहायक प्रशिक्षक 2009, कार्यवाहक मुख्य प्रशिक्षक 2011। बंगलादेश मुख्य प्रशिक्षक 2011-2012, जसमा उनले टोलीलाई पहिलो पटक एशिया कपको फाइनलमा पुर्याए। वेस्ट इन्डिज मुख्य प्रशिक्षक 2017-2019। अफगानिस्तान कार्यवाहक मुख्य प्रशिक्षक 2022। बांग्लादेश U19 मुख्य प्रशिक्षक 2022-2024। संयुक्त राज्य अमेरिका मुख्य प्रशिक्षक 2024, जसले पहिलो पटक T20 विश्वकपको सुपर 8 मा स्थान बनायो। मिडलसेक्स इङ्ल्यान्ड मुख्य प्रशिक्षक 2019-2021। नेपालसँगको भूमिका। मार्च 2025 मा स्टुअर्ट ल नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भए। उनले अप्रिल अन्त्यमा आफ्नो पदभार सम्हाले। उनको लक्ष्य नेपाललाई पहिलो पटक विश्वकपको लागि छनौट गराउनु हो। उनले नेपाली खेलाडीहरूमा ठूलो सपना देख्न, प्रेरणा दिने र जित्ने मानसिकता विकास गर्ने बताएका छन्। उनको नेतृत्वमा नेपालले जुन महिनामा स्कटल्यान्ड र नेदरल्यान्ड्स विरुद्ध वर्ल्ड कप लीग 2 का खेलहरू खेल्ने तयारी गरिरहेको छ। सम्मानहरू। फान्डाइट्स एङ 8 मा विजडन क्रिकेटर्स अफ द इयरमा चयन। 2007 मा अस्ट्रेलियाबाट मेडल अफ द अर्डर अफ अस्ट्रेलिया OAM प्राप्त। स्टुअर्ट ल नेपाली क्रिकेटको लागि ठूलो अनुभव सहित आएका छन्। उनको नियुक्तिले नेपाल क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।